हेलो गाइस, मेरो नाम अजित राई। तपाईहरु अहिले हेर्नुहुँदैछ नेपाली बाबा। आजको भिडियोमा विशेष गरी हामी क्लास 10 को अस्तिको पाली तपाईको जुन चाहिँ 23-24 मा भएको एक्जामको एउटा पेपर सेट नम्बर 4 लाई हामी सल्भ गर्न जाँदै छौं। सो पहिलो पेजमा तपाईको केही पनि छैन, तपाईको रुल्स एन्ड रेगुलेसन दिएको छ। यसमा पनि तपाईले 3 घण्टाको तपाईको निर्धारित समय हुन्छ, 3 घण्टाको तपाईको टाइम हुन्छ। त्यस्तै प्रकारले तपाईको म्याक्सिमम मार्क्स 80 मार्क्सको तपाईलाई प्रश्न आइन्छ। फर्स्ट पेजमा तपाईले गर्नुपर्ने केही पनि छैन। सेकेन्ड पेजमा जाउँ। सो सेकेन्ड पेजमा पनि तपाईलाई भन्नु एउटा अनसिन प्यासेज दिएको छ। यो अनसिन प्यासेजमा मैले तपाईको सही उत्तर कुन चाहिँ हो भनेर दाग लगाइदिसकेको छु। त्यसै प्रकारले हामी अनसिन प्यासेजलाई हामी साह्रै ध्यान दिदैनौं अहिले, किनभने अनसिन प्यासेज हरेक वर्ष नै तपाईको साटिएर आउँछ। त्यस्तै प्रकारले हामी त्यस्तो साह्रो बेसी ध्यान दिदैनौं। सो प्रश्नको उत्तर चाहिँ म तपाईलाई गरेर दिएको छु। तपाईले एकपल्ट टाइम पाउनु भने आफै पढ्नुस्, अनि मैले उत्तरमा दाग लगाइदिएको छु। तपाई सही हुनुहुन्छ कि गलत हुनुहुन्छ तपाई देख्न सक्नुहुन्छ। सो म तपाईलाई प्रश्न पढ्दै उत्तरमा दाग लगाइदिन्छु। लेनसिंह बाङदेलको जन्म कहिले भएको थियो? तपाईले माथि पाउनुहुन्छ सन् 1924 मा भएको थियो। सो प्रश्न नम्बर 2 मा जाउँ हामी। बाङदेल साहित्यहरू बाहेक कुन क्षेत्रमा अव्वल थियो? साहित्यहरू बाहेक उनी मूर्तिकला र चित्रकलामा अव्वल थियो। अप्सन नम्बर सी राइट हो। त्यस्तै प्रकारले अर्को प्रश्न, नेपाली मूर्तिकला संरक्षण महत्त्वपूर्ण योगदान दिने कृतिहरूका नाम लेख अथवा कृतिको नाम लेख। स्टेलन इमेज अफ नेपाल भन्ने कुरा हो। त्यसमा तपाईले राइट लाउनुहोस् अप्सन नम्बर बी मा। त्यसै प्रकारले ड्यास अर्को 4 नम्बरको प्रश्न हामीले हेर्ने छौं। बाङदेलका कृतिहरू ड्यास हुन्। बाङदेलका कृतिहरू माइतघर, विश्वका 6 महान कलाकारहरू र मुलुक बाहिर भन्ने छ उहाँको कृतिहरू हुन्। त्यस्तै प्रकारले लेनसिंह बाङदेलको मृत्यु कहिले भएको थियो भन्नेलाई तपाईलाई आयो भने अप्सन नम्बर बी सन् 2059 अशोक 29 गते उहाँको मृत्यु भएको थियो। त्यस्तै प्रकारले अब अर्को तपाईलाई अर्को यसको यो फर्स्टको तपाईले गर्न चाहनु पर्यो भनेदेखिलाई सेकेन्डको तपाईलाई दिन्छ। सेकेन्डको पनि तपाईले अनसिन प्यासेज हो, त्यो पनि तपाईलाई म सारै टाइम वेस्ट गराउँदिन। त्यसैकारणले गर्दा मैले उत्तर चाहिँ दाग लगाइदिएको छु। सो पहिलो प्रश्न छ, रुस, इरान र तुर्कीमा पर्ने केकेसियाको भाषाको नाम भाषा वैज्ञानिकले के राखेका छन् भन्दाखेरि तपाईको भारोपेली भाषा हो। त्यसै प्रकार अर्को प्रश्न, प्राचीन जाने भारोपेली जनताले कुन भाषा बोल्न थाले? रसियाली र जर्मनियाली भाषा उनीहरूले बोल्न थाले। प्रश्न नम्बर 3, नेपाली, हिन्दी, बङ्गाली, मराठी अथवा मैथिली भाषाको जन्म कहाँबाट भएको थियो? त्यो संस्कृतबाट भएको थियो। अप्सन नम्बर डी तपाईको सही उत्तर हो। यस्तै प्रकारले हामी अर्को प्रश्नमा जानेछौँ। रुस, इरान र तुर्कीमा पर्ने इलाकाको नाम के हो भन्नेलाई तपाईको इलाकाको नाम त्यहाँ माथि दिएको थियो तपाईलाई। अप्सन नम्बर बी केकेसिया भन्ने चाहिँ त्यो इलाकाको नाम हो। अनि त्यस्तै प्रकारले आर्य भाषा र भारोपेली भाषा भनेर कसले नाम दिएको थियो? त्यो आजको भाषा वैज्ञानिकले नाम दिएको थियो। अप्सन नम्बर सी तपाईको राइट हो। त्यस्तै प्रकारले तपाईलाई अब अनसिन एउटा कविता पनि दिइन्छ। सो कविता तपाईले एकपल्ट मजाले पढ्नुहोस् अनि उत्तरमा चाहिँ मैले तपाईलाई दाग लगाइदिएको छु। सो उत्तर कविताको तपाईलाई पहिलो प्रश्न सोधिएको छ, कविले के मिठो र रसिलो छ भनेर भनेको छन्? परिश्रम मिठो र रसिलो छ भनेको छ। तपाईको अप्सन नम्बर ए तपाईको सही हो। त्यस्तै प्रकारले अर्को प्रश्न, पोखरी चाहिँ उही ठाउँ नजन्मने भनेर केलाई भनिएको छ? अप्सन नम्बर सी हो, गरिबलाई भनेको छ। गरिब पोखरी सेकेजा कहिले पनि बस्दैन अरे। त्यस्तै प्रकारले अप्सन नम्बर 3 अथवा क्वेशन नम्बर 3, निधार मेरो पसिना उजाड छ, मोती तिनैको अनमोल छ भाउ। अब यहाँनिर उक्त पद्यांश कविले पसिनालाई केसँग तुलना गर्नुभएको छ? पसिनालाई उहाँले भाउसँग तुलना गर्नुभएको छ। अप्सन नम्बर सी तपाईको सही हो। यस्तै प्रकारले हामी अर्कोपट्टि जाउँ। सो अर्कोमा जाँदाखेरि हाम्रो गरिबले नयाँ नयाँ संसार रच्ने काम कति बेला गर्दछ? गरिबले नयाँ नयाँ संसार रच्ने काम यति बेला गर्छ जसमा चाहिँ उसको थोरै आवश्यकताहरू पुगेपछि। अप्सन नम्बर बी तपाईको सही हो। त्यस्तै प्रकारले अर्को प्रश्न, उक्त पंक्तिको शीर्षक के हुन सक्छ? हामीले गरिबको विषयमा धेरै कुरा गरिरहेका छौं, त्यसैकारणले गर्दा उक्त पंक्तिको शीर्षक चाहिँ गरिब हुन सक्छ। अप्सन नम्बर ए तपाईको सही हो। सो कवितामा पनि तपाईलाई दुईटा अप्सन दिइन्छ। सो अर्को कविताको पनि हामी प्रश्न उत्तर हामी गर्ने छौं। सो अप्सन नम्बर 2 को कविताको प्रश्न नम्बर पहिलो प्रश्न, उसको लोग्ने कहाँ भर्ना भएको थियो? एकपल्ट म तपाईलाई के भन्छु भन्नेलाई हरेक अनसिन प्यासेज तपाई आफै पढ्नुस् अनि मसँग तपाई आन्सर मिलाउने कोसिस गर्नुहोस्। तपाईलाई एकदमै फाइदामन्द हुनेछ। उसको लोग्ने कहाँ भर्ना भएको थियो? उसको लोग्ने सिपाहीमा भर्ना भएको थियो। अप्सन नम्बर सी तपाईको सही उत्तर हो। त्यस्तै प्रकारले प्रश्न नम्बर 2, भयंकर बम विस्फोट
पद केसँग सम्बन्धित छ त्यो तपाईको लोग्ने मरेको एउटा भयंकर बम पड्केको जस्तो उसलाई अनुभव हुँदछ त्यसै कारणले गर्दा अप्सन नम्बर ए तपाईको सही हो। त्यस्तै प्रकारले अर्को प्रश्न नम्बर 3 उसको लोग्ने कहाँ चेप्टिएर कुरा गरिएको छ त्यो अप्सन नम्बर बी हो मसिनमा चेप्टिएको कुरा गरिएको छ। यहाँ कसको लोग्ने मरेको छ यहाँ अभियसली एउटा स्वास्नी मान्छेको लोग्ने मरेको छ अप्सन नम्बर ए तपाईको सही उत्तर हो। उक्त पंक्तिमा लोग्ने मरिनुको बाध्यता किन रहेको देखाएको छ अब यसको कुरा पैसाको लागि दामको लागि सो अप्सन नम्बर डी तपाईको सही उत्तर हो। त्यस्तै प्रकारले अब प्रश्न नम्बर 3 को दिएको छ अब दुईटामा जुन चाहिँ अप्सन दिनु पर्थ्यो अप्सन त्यो जुन चाहिँ एउटा कवितामा र एउटा कथा जस्तो एउटा तपाईलाई अनसिन प्यासेजको तपाईको सकिएको छ अब तपाई व्याकरणपट्टि जानुपर्ने हुन्छ जम्मा गरेर व्याकरणको तपाईको 16 मार्क्स एक मार्क्स तपाईलाई सोधिएको छ 16 वटा क्वेशनको उत्तर दिनु भनेको चाहिँ यहाँ चाहिँ धेरैवटा क्वेशन छ तर हामी सबैको दिने छ सो तर यति मध्येमा तपाईले 16 वटाको दिनुभयो भने तपाईले 16 मार्क्स पाउनुहुन्छ। सो प्रश्न नम्बर 1 एउटै उच्चारण भए पनि भिन्न भिन्न अर्थ लाग्ने ड्याशलाई ड्याश भनिन्छ ड्याश शब्दलाई ड्याश भनिन्छ। सो समोच्चारित शब्दलाई चाहिँ विभिन्न अथवा एउटै उच्चारण भए तापनि विभिन्न अर्थ लाग्ने हुन्छ। सो त्यस्तै प्रकारले क्वेशन नम्बर 2 सार शब्द भनेको ड्याश हो सार शब्द भनेको वाक्य संक्षेप भनेको सार शब्द हो अप्सन नम्बर डी। त्यस्तै प्रकारले तपाईले क्वेशन नम्बर 3 मा तपाईले हेर्न सक्नुहुन्छ राम हरि र सीता पढ्दैछ यहाँ पढ्दैछ शब्द के हो यहाँ पढ्दैछ शब्द क्रिया हो अप्सन नम्बर बी तपाईको सही हो। प्रश्न नम्बर 4 मा पुग्यौं सो 4 मा कुन सही छैन भनेर लेखिएको छ यसमा तपाईले सही छैन कुन कुन छ भन्नेलाई अप्सन नम्बर सी अनि अप्सन नम्बर डी चाहिँ एकदमै गलत छ त्यसै कारणले तपाईको राइट आन्सर चाहिँ यो। त्यसै प्रकारले तपाई अर्को आउनु भयो भने क्वेशन नम्बर 5 मा तपाईले हेर्नु भन्नेलाई 5 मा तल दिएको विपरीत शब्दहरु मध्ये कुन सही छ सही कुन चाहिँ शब्द छ भन्नेलाई तपाईले हेर्नु भन्नेलाई अप्सन नम्बर बी राजाको प्रजा भनेर दिएको छ यो सही छ त्यसै कारणले यसमा तपाईले दाग लगाउनुहोस्। अब तपाईको क्वेशन नम्बर 6 मा हामी पुग्यौं 6 मा जाँदाखेरि तलका वाक्यहरु मध्ये कुनमा गुरु चण्डली दोष रहेको छ सो यसमा हामीले हेर्यो भने अप्सन नम्बर बी हाम्रो सही उत्तर हो पुत्रको चिठी बाबुलाई। सो हामी 7 नम्बरमा जानेछौं 7 नम्बरमा तपाईले हेर्नु भयो भनेदेखिलाई घर आलय भवन भन्नाले हामी के को पारेवाची शब्द बुझ्छौं यो अप्सन नम्बर डी गृह भन्नाले हामी घर भवन अथवा विभिन्न कुरालाई हामी बुझ्न सक्छौं अथवा पारेवाची शब्द हो। हेरमा तपाईलाई देखाएको छ कृष्ण पक्षको विपरीत शब्द के हुन्छ सो हामीलाई थाहा छ कृष्ण पक्षको विपरीत शब्द शुल्क पक्ष हुन्छ अप्सन नम्बर ए। त्यस्तै प्रकारले क्वेशन नम्बर 9 पुलिङ शब्दको अन्तिममा के लागेको छ पुलिङ शब्दको अन्तिममा दीर्घ लागेको छ अप्सन नम्बर बी तपाईको सही उत्तर हो। त्यसै प्रकारले डी उज्यालोसँग सम्बन्धित शुद्ध शब्द कुन हो अप्सन नम्बर डी उज्जवल चाहिँ एकदमै उज्यालोसँग सम्बन्धित शब्द एकपल्ट तपाईले व्याकरण पढ्नु चाहिँ नभए तपाईले गर्न सक्नु हुँदैन प्राय भिडियो त मैले अपलोड गरेको छु तर पनि तपाईले एकपल्ट बुकमा थरो जानुभयो भने अति नै असल हुन्छ। सो क्वेशन नम्बर 11 राम र श्याम विद्यालयतिर गए यो कुन काल हो अब काल भविष्यकाल वर्तमान काल हुन्छ त्यसै कारणले गर्दा यो तपाईको हेर्नु भयो भने भूतकाल हो यो पास्ट हो त्यसै कारणले गर्दा तपाईले अप्सन नम्बर बी मा तपाईले राइट लगाउनुस्। अब हामी 12 मा पुग्यौं विनाशको विपरीत शब्द के हो अथवा विनाशको विपरीत के हुन्छ भन्नेलाई अविनाश हुन्छ अप्सन नम्बर ए तपाईको राइट हो। त्यसै प्रकारले अब हामी पुग्यौं 13 मा जाँदाखेरि एउटा हात नभएकोलाई हामी के भन्छौं त्यसलाई हामी ढुँडो भन्छौं अप्सन नम्बर बी। त्यस्तै प्रकारले अब हामी 14 मा पुग्यौं 14 मा हेर्नु पर्दाखेरि प्रश्न छ निम्नलिखितहरु मध्ये कुन शब्दको पारेवाची रूप सही छैन अब जुन चाहिँ सही छैन त्यो चाहिँ हामी लेख्नु पर्ने छ सही चाहिँ हाम्रो अप्सन नम्बर डी चाहिँ हाम्रो गलत छ। दिशाको पारेवाची शब्द चाहिँ जवाफ पश्चिम हुन सक्दैन यो चाहिँ विपरीत भयो। त्यस्तै प्रकारले अब हामी पुग्यौं प्रश्न नम्बर 15 मा तल लेखिएका शब्दहरु मध्ये कुन सही छ सही शब्द तपाईले एकपल्ट हेर्नु पर्ने छ सही शब्द चाहिँ हाम्रो अप्सन नम्बर ए हो देवता चाहिँ हाम्रो सही छ। त्यस्तै प्रकारले हामी 16 नम्बरमा अब पुग्यौं 16 नम्बरको प्रश्न धेरै शब्दहरुको सट्टा एउटा शब्द प्रयोग गरेर बुझाउने शब्दलाई ड्याश भनिन्छ त्यो शब्दलाई अप्सन नम्बर ए सार शब्द भनिन्छ। त्यस्तै प्रकारले हामी पुग्यौं 17 नम्बरमा 17 नम्बरमा के लेखेको छ भन्नेलाई निम्नलिखितहरु मध्ये कुन वाक्य सही छ कुन वाक्य सही छ भन्नेलाई अप्सन नम्बर ए चाहिँ हाम्रो एकदमै सही छ। त्यस्तै प्रकारले अर्को अब हामी 18 मा पुग्यौं 18 को लेखेको छ अनु अनु अन्त अन्त्य
आकार, आकार कस्ता शब्द हुन्? यो शब्दहरू सबै तपाईको बिनार्थक शब्दहरू हुन्। अब हामी 4 नम्बरको प्रश्नमा आइसकेका छौँ। सो यो 4 नम्बरको प्रश्न तपाईँले पढ्दै गर्दा नै थाहा हुन्छ कि तपाईँलाई यो कुन चाहिँ पाठबाट निकालिएको भनेर। सो विशेष गरी यो पाठ हामीले पढ्दै गर्दा माथि चामे फतफत आउँछ भन्नासाथ हामीले थाहा पाइहाल्यौँ कि यो परालको आगो नामक पाठबाट निकालिएको। सो तपाईँले एकपल्ट पढ्नुहोस् र कतिजनाले नपढे पनि उत्तर दिन सक्नुहुन्छ। सो हामी नपढे नै उत्तर दिने प्रयास गर्नेछौँ। बाबुको घाडीको टोपी लगाएर भाङ्कोको गादो पारेर हिँड्छ यहाँ बाबुको भनेर कसलाई भनिएको छ? सो अप्सन नम्बर ए चामेको ससुरा भनेर भनिएको हो। त्यस्तै प्रकारले अर्को प्रश्न हामी जाउँ। उडी जाउँ भने म पक्षी होइन बस्न त मन छैन यो कसले गाएको गीत हो? यो गौँथलीले गाएको गीत हो। अनि अर्को प्रश्न नम्बर 3 चामे उकालो गएको भनेर कता गएको कुरा गरिएको छ? यहाँनिर ससुराली गएको भनेर उसले जुठे दमाईलाई भनिरहेको थियो। सो अप्सन नम्बर बी अर्को प्रश्न नम्बर 4 चामेले किन खुट्टा जोडेको? सो अप्सन नम्बर बी ससुरालाई ढोग्ने सजिलो होस् भनेर उसले खुट्टा जोडिदिएको। त्यस्तै प्रकारले अब क्वेसन नम्बर 5 पनेलाको चोलो छिटको फरिया लाए कि फरियाको गुल्टो चम्काएर पटुका बाँधेकी हातमा बाला घाँटीमा पालो लगाएकी पुष्ट छाती भएकी निधारमा सुन्दरको ठुलो टीका लगाएकी भने यहाँ कसो कुरा गरिएको छ? उक्त वाक्य कोसँग सम्बन्धित छ? उक्त वाक्य चामेकी स्वास्नीसँग सम्बन्धित छ। गौँथली साक्षात् गृहलक्ष्मी जस्तो कति बेला देखिएको छ? घाँसको बारी लिएर आएको बेला उसलाई त्यस्तो देखिएको छ। अब तपाईँको 5 नम्बरको प्रश्न। सो 5 नम्बरको प्रश्न चाहिँ अब तपाईँलाई कविता छ। यो चाहिँ तपाईँले पढेको कविताहरूबाट आउँदैछ। सो गनी गनी टाढाका तारा भनेछ तपाईँले तारा भनेछ तपाईँले बुझिहाल्नुहुन्छ कि यो चाहिँ आकाशको तारा नामक तपाईँहरूको कविताबाट निकालिएको हो। सो यसको उत्तर हामी नपढे पनि दिन सक्छौँ अथवा तपाईँहरू पढ्न चाहनुहुन्छ भने एकपल्ट पढ्नुहोस्। कविले कुकुर जस्तै हिँड भएर जीवन बिताएको भनेर कसलाई भनिएको छ? हर्के चामे र बिरे आदिलाई चाहिँ यसरी कुकुर छ जीवन बितायो भनेर भन्नुहुँदैछ कविले। सो प्रश्न नम्बर 2 एक सूर्यको शक्ति निहित छ भनेर के भन्न खोजेको? सो अप्सन नम्बर ए चाहिँ हाम्रो सही उत्तर हो। हामीले नजिकका प्रतिभाहरूलाई चिन्न सक्नुपर्छ भनेर चाहिँ भन्न चाहेको। क्वेसन नम्बर 3 हामी स्थानीय प्रतिभाहरूलाई वास्ता गर्दैनौँ। यस वाक्यले तलका भनाइ समेट्छ अथवा यो वाक्यमा चाहिँ कुन चाहिँ भनाइ चाहिँ मिल्छ भनेदेखिलाई हामी घरको दुध पानी बराबर अथवा पानी सरी भनेर एउटा उखानसँग हामी मिलाउन सक्छौँ। त्यस्तै प्रकारले क्वेसन नम्बर 4 उक्त पंक्ति कुन कविताबाट निकालिएको? हामी सबैलाई थाहा भएको कुरा आकाशको तारा के तारा भन्ने पाठबाट निकालिएको। क्वेसन नम्बर 4 को उत्तर हुन्छ तपाईँको सी आकाशको तारा के तारा। त्यस्तै प्रकारले क्वेसन नम्बर 5 उक्त पंक्तिका रचनाकार को हुन्? सो हामीलाई थाहा छ उक्त कविताको रचनाकार हरिभक्त कटुवाल हो। अप्सन नम्बर सी हाम्रो सही उत्तर हो। क्वेसन नम्बर 6 कविले कसलाई स्याहार्न थाल्नुपर्ने कुरा गरेका छन्? सो यसको नम्बर हो बी पृथ्वीका तारालाई अब स्याहार्न थाल्नु पर्छ। त्यस्तै प्रकारले अब 6 नम्बरको क्वेसन। अब 6 नम्बरको क्वेसनमा तपाईँले हेर्नुहोस् है तलका प्रश्नहरूमध्ये कुनै 4 प्रश्नहरूको उत्तर दियो। सो अब उत्तर तपाईँले दिनुहोस्। इस पर्छु तेरो कविता कसको रचना हो? अब अप्सन तपाईँलाई दिएको छ। अप्सन हामीलाई थाहा छ यो कविता राजेन्द्र भण्डारीको हो। अप्सन नम्बर सी। सो 2 नम्बरको प्रश्न क्वेसन नम्बर 6 को के नभएसम्म हाम्रो देश बन्दैन? सो हामीलाई थाहा छ अप्सन नम्बर बी यसको उत्तर हो। 2-4 सपुत मरेर नगएसम्म एउटा भनौँ देश बन्दैन। सो प्रश्न नम्बर 3 इस पर्छु तेरो कवितामा कविले के प्रति व्यङ्ग्य गर्न खोजेका छन्? सो हामीलाई थाहा छ अप्सन नम्बर कुन चाहिँ लो भन्नुहोस्। अप्सन नम्बर ए हो। अहिले देखावटी समाजप्रति उहाँले व्यङ्ग्य हान्नु भएको छ। अब हामी पुग्यौँ क्वेसन नम्बर 4 मा। कविले पैसालाई केसँग तुलना गर्नुभएको छ? कविले पैसालाई यहाँ तपाईँले हेर्नु डी प्रेमसँग तुलना गर्नुभएको छ। त्यस्तै प्रकारले
अर्को प्रश्न तपाईले हेर्नुस् है। क्वेशन नम्बर 5 मा हामी पुग्यौं। क्वेशन नम्बर 5 मा हामी पुग्यौं। 5 को प्रश्न यस्तो छ। कविको भनाइमा आजको युवा पुस्ताले धर्म, मानवाधिकार, दया र क्षमा, करुणा आदिलाई के भनेर तिरस्कार गर्छ? सो आक्थु भनेर चाहिँ तिरस्कार गर्छ अरे। क्वेशन नम्बर अप्सन नम्बर बी हो। क्वेशन नम्बर सी, हामीले के गरे इतिहासले हामीलाई धिक्कार्छ? सो यसको उत्तर हुन्छ अप्सन नम्बर सी, कर्तव्य बिर्से हामीलाई इतिहासले धिक्कार्छ। त्यसै प्रकारले क्वेशन नम्बर 7, घाँटीमा फाँसीको मालालाई वीरले हाँस्दा के भाग्दछ? घाँटीमा चाहिँ अब फाँसीको माला लगाई वीर हाँस्दा चाहिँ के भाग्छ अरे भनेर भनिएको छ। सो क्वेशन नम्बर 7 को उत्तर हुन्छ अप्सन बी, दास्ता अथवा जुन चाहिँ पनि हामीलाई दासोप्त गरेर राख्ने कुराहरू चाहिँ भागेर जान्छ। अब प्रश्न नम्बर 8 मा लेखेको छ, हामीले आफ्नो कर्तव्य नगरे केले मुख लाजले छोप्छ? सो अप्सन नम्बर डी, धरतीले मुख छोप्छ अरे शरमले हामीलाई देखेर। त्यस्तै प्रकारले अब हामी अलिक लङ प्रश्नहरुमा जान्छ। निम्नलिखित प्रश्नहरुको उत्तर लेख्नुहोस्। टोटोलाको फूल कथाको मुख्य पात्रको नाम लेख्दै अन्य 3 पात्रहरूको नाम लेख्नुहोस्। मुख्य पात्र सोनामणि हो, अन्य पात्र कमल, चरण, श्याम, चरणका आमा अनि लखन यो अन्य पात्रहरू हुन्। को प्रश्न पनि अप्सनमा दिएको छ। श्यामले के गरेको थियो र सोनामणि पुलबाट फाल हान्न बाध्य भई। सोनामणिलाई श्यामले एक्लोपनको फाइदा उठाएर जबरजस्ती इज्जत लुट्न खोजेको थियो। आफ्नो सत्यवको रक्षा गर्न अथवा आफ्नो शरीरको आफ्नो इज्जतको रक्षा गर्नलाई उहाँ पुलबाट हाम फाल्न बाध्य बनी। क्वेशन नम्बर 8, लक्ष्मीमा दिनानुदिन शिथिलता देखाउनु पर्नेको कारण के थियो? आफ्नी छोरीले आफूप्रति गरेको व्यवहार, मुटु छेड्ने वचन, आफ्नो गरिबी र लाचार परिस्थितिको कारण आदि। त्यस्तै प्रकारले अर्को प्रश्न 9 नम्बरको, प्रयासचित कथाको कथाकार को हुन्? मोतीकी साथी र उसकी आमाको नाम लेख्नुहोस्। कथाको लेखक हुनुहुन्छ श्रीमती क्षीरोदा खड्का अनि साथीहरूको नाम नलिनी, कमला, कुनै एउटा लेख्दा हुन्छ तपाईले। अनि आमाको नाम चाहिँ मोतीको आमाको नाम चाहिँ लक्ष्मी थियो। त्यस्तै गरी यसमा अप्सन दिएको छ क्वेशन नम्बर 9 को, आफ्नी आमाको मृत्यु भएपछि मोतीले घरभित्र पसेर के गरी? यसको उत्तर आफ्नो बाकसबाट जम्मै लुगाफाटा झिकेर आँगनमा थुपारी र आफ्नो देवी जस्तो आमालाई सताएको प्रयासित स्वरूप सबै लुगाहरू जलाउन खोजी। क्वेशन नम्बर 10, सोनामणिलाई के कुरा भुल गरेको जस्तो लागिरहेको थियो? सोनालाई आफ्नो दाजु श्यामको नराम्रो स्वभावबारे जानकारी दिएर सचेत एवं सावधान गराउनु पर्ने थियो। त्यो कुरा नभनेर भुल गरे जस्तो उलाई लागिरहेको थियो। क्वेशन नम्बर 11, घनश्याम नेपालको प्राप्त गरेको 2वटा पुरस्कार र 2वटा कृतिहरू लेख्नुहोस्। 2टा पुरस्कार अनि 2टा कृति मात्रै लेख्नुहोस् भनेर भनिएको छ। 2टा पुरस्कार 2टा कृति मात्रै भनेको छ। मैले तपाईलाई यहाँ धेरै नै लेखाएर देखाइदिएको छु। तपाईले कुनै दुईवटा लेख्नुहोस् ल। मैले जस्तै उत्तरमा लेखेको छु रत्नश्री पुरस्कार अनि स्रष्टा पुरस्कार भनेर तपाईले लेख्न सक्नुहुन्छ। अनि कृतिहरूमा आख्यानका कुरा, नेपाली साहित्यको परिचयात्मक इतिहास, शैली, विज्ञान रूप जुनै पनि तपाईले दुईवटा लेख्नुहोस् ल। मैले धेरै देखाइदिएको छु तपाईहरुलाई। जुन सजिलो हुन्छ याद गर्नु त्यही याद गर्नुहोस्। त्यस्तै क्वेशन नम्बर 12, घनश्याम नेपालको जन्म कहाँ र कहिले भएको थियो? उहाँको जन्म पूर्व सिक्किमको रातेली खेसे भन्ने गाउँमा भएको थियो अनि साल चाहिँ 13 मार्च 1959 मा उहाँको जन्म भएको थियो। सप्रसँग व्याख्या गर्नुहोस्। अहिले कता कता त्यो दृष्टि छ, कुहिरोभित्र उसलाई बिहान हुँदै आएको आशाको धमिलो प्रकाश देखे जस्तो लाग्यो। शङ्काको निधारमा घरभित्र डोकोले छोपेको ठुलो भाले पखेटा फ्याट गर्दै बस्थ्यो। अब यसको तपाईले सन्दर्भ निकाल्नुहोस्। यो रातभरि उरी चल्यो पाठ अनि जसको लेखक इन्द्रबहादुर राई हुनुहुन्छ। उहाँले लेख्नु भएको हो भनेर तपाईले लेख्न सक्नुहुन्छ र यो हाम्रो नेपाली कक्षा 10 को पुस्तकमा परेको छ भनेर तपाईले लेख्नुहोस्। अनि प्रसङ्गमा लेख्नुहोस् रातभरि हुरी चल्यो बतास, भल, पहिरो आदि भागेर बिहान हुने
परीक्षा प्रतीक्षा गरिरहेको समय हो र व्याख्यामा तपाईँले गर्न सक्नुहुन्छ। यति बेला उनीहरू एउटा जो हावाहुरीलाई चाहिँ कहिले सकेर जान्छ र कहिले बिहान हुन्छ, कहिले चाहिँ उज्यालो हुन्छ र हामी शान्ति लिन सक्छौँ भनेर पर्खाइमा पर्खिरहेको छ। तपाईँहरूले त्यो सेन्टेन्सलाई आफ्नै रूपमा बनाएर लेख्न सक्नुहुन्छ। त्यति नै काफी छ। मैले यहाँनिर लामो हुन्छ भनेर तपाईँलाई अलिकति भनी मात्रै दिएको छु। त्यस्तै गरी अर्को प्रश्न, डाक्टर नानो कथाको भूमि विकास केन्द्रको बारेमा लेख्नुहोस्। यस प्रयोगशालामा अति उच्च कोटिका मानव प्रजनन कोशिकाहरू विकास र बिक्री वितरण गरिन्छ। मानिसहरूले त्यस्ता उत्कृष्ट कोशिकाहरू किनेर आफ्ना इच्छा बमोजिम सर्वगुण सम्पन्न सन्तान सही प्रयोगशालामा इन्क्युबेट गरी सृजना गरेर लाने गर्छन्। त्यस केन्द्रमा मानिसहरूका सबै बिमारी र कमी कमजोरीहरूको हल निकाल्ने गहन शोध र अनुसन्धानहरू हुन्छ। क्यान्सर तथा अन्य सबै बिरामीहरूका उपचार गरिन्छ। सो प्रश्न नम्बर 15, डाक्टर नानुले तयार पारेको क्लोरिनासँग फेरेसको सम्बन्ध टिक्न सकेन, किन? प्रश्न नम्बर 15 को उत्तर, डाक्टर नानुले तयार पारेको क्लोरिना बाहिर रूपमा हेर्दा असली क्लोरिना जस्तै देखिए पनि कृत्रिम क्लोरिनामा मानिसमा हुनुपर्ने प्रेम, स्नेह, दया, करुणा आदि मानवीय गुण नभएका कारण उनीले खुसी पार्न सकेन भनेर तपाईँ लेख्न सक्नुहुन्छ। 15 को तपाईँको अप्सनमा छ, तपाईँ लेख्न सक्नुहुन्छ। कालेकी बाउले रातिहुरी चलेको बेलामा के काम गर्यो? यसको उत्तर, कालेको बाउले गाईको गोठको छप्परको टिन मिलायो, गाईलाई घाँस हाल्यो, घरभित्र पसेर बल्लोमा दाम्लो बाँधेर त्यसलाई झाँतोमा बाँध्यो। यहाँबाट उता प्रश्न तपाईँलाई निबन्ध लेख्नुपर्ने छ। दुईवटा विषय तपाईँलाई दिएको छ, विद्यार्थी जीवन अनि पुस्तकालय। र विद्यार्थी जीवनको विषयमा मैले अलरेडी एउटा भिडियोलाई बनाएर निबन्ध लेखेर हालिदिएको छु। 2-3 मिनटको भिडियो छ, तपाईँहरूलाई म लिङ्क डिस्क्रिप्सनमा दिन्छु। अनि पुस्तकालयको विषयमा चाहिँ मैले हालेको छुइनँ, तर सुन आज र भोलिभित्रमा नै म हालिदिन्छु। अनि 17 नम्बरको प्रश्नमा तपाईँले हेर्नुभयो भनेदेखिलाई आफ्नो भाइलाई एउटा लेटर लेख्नुपर्ने छ। अनि लेटरमा के लेख्नुपर्ने छ भनेदेखिलाई आजभोलिको जमानामा पुस्तकहरू पढ्नुपर्छ अनि राम्रो समाजसेवक बनिनुपर्छ भनेर एउटा पत्र लेख्नुपर्ने छ। यो पत्र व्यक्तिगत पत्र पनि कसरी लेख्छ भन्ने कुरा मैले तपाईँहरूलाई देखाएर हालिदिइसकेको छु, तपाईँले त्यो पनि हेर्न सक्नुहुन्छ। अनि त्यसको मुनिपट्टि अर्को हेर्नुभयो भने तपाईँले निवेदन पत्र लिभ एप्लिकेसन लेख्नुपर्ने छ। ज्वरो आएर तपाईँले स्कुल आउनु नसकेको खण्डमा त्यसको पनि मैले भिडियो बनाएर 2 मिनटको भिडियो बनाएर कसरी लिभ एप्लिकेसन लेख्छ भनेर 2 दिन लिएर 5 मिनटसम्मको भिडियो छ, त्यसको पनि म लिङ्क डिस्क्रिप्सनमा दिन्छु। तपाईँले त्यो हेर्नुभयो भने छर्लङ्गै बुझ्न सक्नुहुन्छ। सो यति सकिसकेपछि तपाईँहरूले 18 क्वेसन नम्बर 18 मा हेर्नु पर्दाखेरि त्यहाँनिर तपाईँको छ नेपालीमा अनुवाद गर्नुहोस्, यसलाई नेपालीमा ट्रान्सलेट गर्नुहोस्। ट्रान्सलेट मैले यहीँ तलपट्टि गरेर देखाइदिएको छु, हेर्नुहोस् तपाईँले। स्याम ह्याड गन टु द स्कुल। अब यसको तपाईँले कसरी गर्न सक्नुहुन्छ? स्याम पाठशाला गएका थिए अथवा गएको थियो, दुईटामा जुनै पनि लेख्न सक्नुहुन्छ। अनि सेकेन्डको प्लिज गिभ मी यो बुक, अनि यसमा तपाईँले लेख्न सक्नुहुन्छ कृपया तपाईँको पुस्तक मलाई दिनुहोस् अथवा कृपया तिम्रो पुस्तक मलाई देऊ पनि तपाईँ लेख्न सक्नुहुन्छ, जसरी पनि तपाईँ लेख्न सक्नुहुन्छ। तेस्रो नम्बरको टु वक इन द मर्निङ इज हेल्दी। अब यसको उत्तर, बिहान घुम्नु अथवा टहल्नु अथवा हिँड्नु स्वास्थ्यकर छ। अब 4 नम्बरको दे वे रिडिङ, उनीहरू अथवा तिनीहरू उहाँहरू जे पनि हुनसक्छ, पढिरहेका थिए अथवा पढिरहनु भएको थियो, जे पनि तपाईँ लेख्न सक्नुहुन्छ। अनि लास्ट प्रश्न, देयर वर 10 मेन इन अल, त्यहाँ जम्मा 10 जना मानिस थिए, लेख्नुभयो भने तपाईँको यो प्रश्नको सेट सकिन्छ। अब तपाईँलाई कुन चाहिँ भिडियो चाहिन्छ कमेन्ट गर्नुहोस्।